आजको यस भिडियोमा मैले ग्रेड 10 को अप्सनल म्याथमेटिक्सको फङ्सन भन्ने च्याप्टरबाट एउटा क्वेसन लिएको छु, जसमा हामीलाई निकाल्नुपर्ने इन्भर्स फङ्सन हो र एउटा गिभन फङ्सन छ। त्यसको हेल्पबाट हामीले एफ इन्भर्स एक्स निकाल्नुपर्ने छ। हामीलाई गिभन के छ भने एफ अफ एक्स प्लस 3 इक्वल टु 3x माइनस 7। हामीसँग भएको 3x माइनस 7 लाई हामीले कन्भर्ट गरेर x प्लस 3 को फर्ममा ल्याउनु पर्ने हुन्छ। त्यसो भएदेखि x चाहिँ 3x हुन्छ भने 3 पनि 3 इन्टु 3 गरेर 9 आउँछ। त्यसले हामीलाई रिक्वायर्ड चाहिँ हाम्रो 3x प्लस 9 हो। 3x प्लस 9 हो भने हामीसँग माथि 7 छ। त्यसो भएदेखि त्यो 9 लाई अब 7 बनाउनलाई माइनस 16 गर्नु पर्यो। अथवा हामीले के भन्न सक्छौँ भनेदेखि एफ अफ एक्स प्लस 3 इज इक्वल टु 3x प्लस 9 माइनस 16। अब एक्स प्लस 3 लाई कुनै भेरिएबल जसले पनि सपोज गर्न पाइन्छ। त्यसको ठाउँमा हामीले एक्सले रिप्लेस गरिदिने हो भनेदेखि अब एफ अफ एक्स इक्वल टु 3x माइनस 16 हुन्छ। र अब यसैलाई हामीले के गरौँ भने यो फङ्सनलाई हामीले यसमा एफएक्स चाहिँ इमेज हो र एक्स चाहिँ डोमेन हो। त्यसो भएदेखि लेट वाइ बी द इमेज अफ एक्स अन्डर द फङ्सन एफ। हामीसँग माथि भएको हामीले निकालेको फङ्सन एफएक्स इक्वल टु 3x माइनस 16 मा एफएक्सलाई चाहिँ हामीले वाइ मानिदिने हो भनेदेखि अब वाइ इज इक्वल टु 3x माइनस 16 हुन आउँछ। अब वाइ इज इक्वल टु 3x माइनस 16 भन्यो भनेदेखि अब हामीले इन्भर्स फङ्सन निकाल्नु पऱ्यो भनेदेखि यो एक्स र वाइको रोल चाहिँ चेन्ज हुनु पऱ्यो। एक्स अहिलेसम्म हामीसँग एक्स भनेको डोमेनको एलिमेन्ट हो, वाइ भनेको रेन्जको एलिमेन्ट हो भने अब चेन्ज गरेर के गर्ने, एक्सलाई चाहिँ रेन्ज बनाउने, वाइलाई चाहिँ डोमेन बनाउने हो भनेदेखि अब हाम्रो यसलाई रिप्लेस गर्दाखेरि एक्स इक्वल टु 3y माइनस 16 भयो। यसमा हामीसँग एक्स इक्वल टु 3y माइनस 16 भयो र अहिलेसम्म हामीसँग भएको वाइ भनेको रेन्जको एलिमेन्ट हो भने अब यसलाई हामीले डोमेन बनाउँदाखेरि हामीले चेन्ज गरेर यसलाई एक्स प्लस 16 इक्वल टु 3y भयो। अब हामीसँग आयो वाइ इज इक्वल टु एक्स प्लस 16 होल अपन 3। अब अहिले बनेको नयाँ वाइ भनेको हाम्रो के हो भनेदेखि एक्स र वाइलाई इन्टरचेन्ज गरेर बनेको, अर्थात् वाइ भनेको पहिलाको एक्स हो र एक्स भनेको पहिलाको वाइ हो। त्यसो भएदेखि अब अहिले बन्ने फङ्सन चाहिँ वाइसँग इक्विभ्यालेन्ट गर्ने भने वाइ इज इक्वल टु एफ इन्भर्स एक्स हो। सुरुमा दिएको फङ्सनमा वाइ भनेको एफएक्स थियो अनि रोललाई इन्टरचेन्ज गरेर बनेपछि अहिले बनेको नयाँ फङ्सनमा वाइ चाहिँ एफ इन्भर्स एक्स हो। त्यसैले यहाँ के लेखेको छ भने हियर वाइ इज द इमेज अफ एक्स अन्डर द फङ्सन एफ इन्भर्स, द्याट इज वाइ इज इक्वल टु एफ इन्भर्स एक्स equal to x plus 16 whole upon 3. So we can write f inverse x is equal to x plus 16 upon 3. यसरी गिभन फङ्सनबाट हामीले इन्भर्स फङ्सन बनाउन सक्यौँ। थ्याङ्क यू।